हेलो साथीहरु, आज घिरौलाको अचारको रेसिपी लिएर आएकी छु। यसरी बनाएको घिरौलाको अचार एकदमै मिठो पनि हुन्छ। अमिलो पिरो टक्क स्पाइसी अचार बनाएकी छु। हजुरले फुल भिडियो हेर्नुभयो भने बल्ल थाहा पाउनुहुनेछ मैले कसरी बनाएकी छु घिरौलाको अचार भन्ने कुरा। अब म भिडियो बनाउनतिर लाग्छु, हजुरले हेर्दै गर्नुहोला। हेलो एभ्रीवन, नमस्कार। दिपा सिंह कुकिङ भिडियोमा हजुरलाई स्वागत छ। आज मैले यो घिरौलाको अचारको रेसिपी लिएर आएकी छु। यसरी बनाएको अचार एकदमै मिठो स्पाइसी पनि हुन्छ। मैले चाहिँ यहाँ दुईटा घिरौला ल्याएकी छु। हजुरलाई जति आवश्यक पर्छ त्यति ल्याउन सक्नुहुनेछ। अब अचारमा राख्नको लागि मैले यहाँ के सामग्रीहरू रेडी बनाएकी छु। यता मैले आलसलाई ल्याएकी छु। अब आलस 5-6 चम्चा ल्याएकी छु। अब कति आवश्यक पर्छ मैले त्यति नै राख्छु यसलाई भुटेर। अनि यहाँ मेथी दाना ल्याएकी छु। यता जिरा दाना ल्याएकी छु। एउटा प्याजलाई मसिनो गरी काटेकी छु। अनि यता लसुन कुटेको छु। एउटा ठुलो लसुनको पोटीलाई कुटेकी छु। अनि 3टा हरियो खुर्सानी ल्याएकी छु। अब हजुरले कतिको पिरो खानुहुन्छ त्यो अनुसार राख्न सक्नुहुनेछ। अनि यो घिरौला पनि अब हजुरले कतिको बनाउनु हुनेछ त्यो अनुसार ल्याउन सक्नुहुनेछ है त। अब म यो घिरौलालाई काट्छु। यसको बाहिरी कभर मैले यसरी निकाल्छु। यहाँ मैले घिरौलाको सबै बाहिरी कभर निकालेर ल्याइसकेकी छु। यो घिरौलालाई पनि मैले राम्रोसँग पखालिसकेको छु। अब म यसलाई काट्छु। हजुरहरूले जस्तो साइजको काट्न इच्छा छ त्यस्तै काट्न सक्नुहुनेछ। मैले चाहिँ यसलाई लामो लामो पिसमा काट्छु। मैले यत्रो पिसमा गराएँ। हजुरलाई जस्तो इच्छा छ त्यस्तो गराउन सक्नुहुन्छ। यहाँ मैले घिरौलालाई सबै काटिसकेकी छु। अब यसलाई म यो कटोरीमा राख्छु। मैले सबै यो लामो लामो पिसमा काटेँ। अब सबै काटेर सके घिरौला। यहाँ मैले ग्यासमा कराईलाई बसालिसकेको छु। कराई पनि तातिसकेको छ। अब यो आलसलाई म भुट्छु। यो अचारमा राख्नको लागि छोप बनाउनको लागि म भुट्दैछु। अब म यो आलसलाई चलाउँदै भुट्छु 2-3 मिनेट। अब यो आलस पनि राम्रोसँग भुटिसकेको छ, पड्किसकेको छ यसरी। अब म यसलाई एउटा प्लेटमा निकाल्छु, सेलाउनको लागि राख्छु। अब यो आलस भुटेको सेम कराई तातिसकेको छ। मैले यसमा तोरीको तेललाई राखेँ। हजुरहरूसँग जुन तेल छ त्यही राख्न सक्नुहुनेछ। अब तेल पनि तातिसकेको छ। यसमा मैले जिरालाई फुराइदिएँ। अब यसमा मैले यो हरियो खुर्सानीलाई पनि फुराइदिन्छु। मैले 3टा हरियो खुर्सानी बीचबाट काटेकी छु। अब म यसमा 1 चम्चा बेसारलाई फुराउँछु। अब म यसमा अघि काटेको यो घिरौलालाई राखिदिएँ। अब यो घिरौलालाई पनि मैले 4-5 मिनेट भुट्छु, पाक्न दिन्छु। अब यो घिरौलामा मैले सानो चम्चाको 1 चम्चा नुन राखेँ। अब आफ्नो आवश्यकता अनुसार आफूले कतिको खाइन्छ त्यही अनुसार नुन राख्न सकिन्छ। यसलाई पनि चलाइदिन्छु।
यो घिउलाई लगभग पाकिसकेको छ। यसलाई म अब यसलाई सेलाउन दिन्छु अनि एउटा कटोरीमा सर्भ गर्छु, राख्छु कटोरीमा। यहाँ मैले एउटा मिक्सर जार लिएकी छु। अब यो आलस पनि सेलाइसकेको छ, यसलाई म पिस्छु। अब यसको ढकनी लगाइदिन्छु। यहाँ मैले आलसको छोपलाई पिसेर ल्याइसकेकी छु, एकदमै राम्रो पिसेको छ। अब यसलाई म कटोरीमा निकाल्छु। यहाँ मैले कटोरीमा आलसको छोपलाई निकालिसकेकी छु। अब यो घिउलाई पनि सेलाइसकेको छ हल्का। अब म यसलाई कटोरीमा राख्छु। हल्का सेलाइसकेको छ भन्दा तातै छ, अझै एक कटोरीमा नै सेलाउँछु। अब म यो घिउलामा यो मसिन गरी काटेको प्याजलाई राखिदिन्छु। त्यसपछि यसमा मैले यो हरियो धनिया पत्तालाई पनि राखिदिन्छु। अब यसमा यो आलसको छोपलाई पनि राख्छु। यो सबै त राख्दिन मैले, आफूलाई जति आवश्यक पर्छ त्यति राख्न सकिन्छ। 1 चम्चा राखे, 2 चम्चा राखे। सानो फ्राई प्यानलाई बसालिसकेकी छु। यसमा मैले थोरै तेल राख्छु अचार झान्नको लागि मात्रै। अघि मैले घिउलामा पनि तेल राखिसकेको छु पकाउँदा। अब म यसमा मेथी दानालाई फुराइदिन्छु। अब यहाँ मेथी पनि कालो भइसकेको छ। यसमा मैले लसुनलाई फुराइदिन्छु। अब लसुन हजुरले राख्न मन छैन नराख्दा पनि हुन्छ। अब लसुन पनि फुरिसकेको छ। अब म यसलाई झान्छु। अब म यो झाने अब म यो अचारलाई राम्रोसँग मिक्स गर्छु। यसरी बनाएको यो घिउलाको अचार एकदमै मिठो हुन्छ। अब म यसको माथिदेखि कागतीलाई पनि राखिदिन्छु। अब मैले यहाँ एउटा सानो आधा कागतीलाई लिएकी छु। यसलाई म निचोरेर राख्छु। हजुरसँग कालो अमिलो चुक छ भने त्यो पनि राख्न सक्नुहुन्छ। अब यो कागतीको रस पनि राखे, यसलाई पनि म मिक्स गरिदिन्छु। मैले सबै मिक्स गरिसकेँ। एकदमै राम्रो अचार बनेको छ। अब म यसलाई एउटा प्लेट अथवा सानो बाउलमा राख्छु, सर्भ गर्छु। साथीहरु, मैले घिउलाको अचारलाई प्लेटमा सर्भ गरिसकेकी छु। यसरी बनाएको घिउलाको अचार एकदमै मिठो हुन्छ अनि भातसँग रोटीसँग जेसँग खाने इच्छा छ खान पनि सकिन्छ। नयाँ साथीहरु हुनुहुन्छ भने जोडिन पनि सक्नुहुनेछ। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न सक्नुहुनेछ साथीहरु। अनि अहिलेसम्म मेरो भिडियो हेरेर मलाई साथ दिँदै आउनु भएकोमा सबैजनालाई थ्यांक यू सो मच भन्न चाहन्छु। आजको दिन सबैजनाको सुखमय बितोस्। ह्याभ अ नाइस डे साथीहरु। बाइ साथीहरु सबैजनालाई बाइ।